यही क्रममा 1945 अप्रिल महिनाको अन्तिमतिर थोरै संख्यामा रहेका जापानी सेनाहरूको टोली जेनरल सर विलियम स्लिमको नेतृत्वमा रहेको 89th इन्डियन ब्रिगेडसँग ठोकिन पुग्यो। आफ्नो संख्या थोरै भएकाले जापानी सेना पछाडि हट्न बाध्य भयो। उनीहरू त्यहाँबाट भाग्नु नै पर्ने अवस्था आयो। जेनरल विलियमले आफ्नो बटालियनलाई ती भागेका जापानी फौजलाई खोजेर जहाँ भेट्छौं त्यही गोली प्रहार गर्नु भनेर आदेश दिन्छन्। त्यसपश्चात केही युनिटहरू जापानी सेनाको पछाडि लाग्छन्। यही मध्ये एउटा युनिटको लिड गर्दै थिए लक्ष्मण गुरुङले। यही क्रममा 12 मेको रातमा लक्ष्मण गुरुङको युनिट बर्माको टङदाओ भन्ने गाउँमा जापानी सेनासँग ठोकिन पुग्छ। यो इलाका अरू इलाकाहरूभन्दा धेरै टाढा थियो, जसले गर्दा लक्ष्मणको युनिट अरू सैनिकहरूसँग सम्पर्कविहीन थियो। उनीहरूसँग हतियार अनि गोली पनि एकदमै कम थियो र सहयोग चाहिएको खण्डमा अरू फोर्सभन्दा धेरै टाढा थियो। गुरुङ आफ्नो बटालियनको नेतृत्व गरिरहेका कारणले आफू सबैभन्दा अगाडिको पोजिसनमा एउटा सानो खाल्डो बनाएर बस्छन् अनि सहयोगको लागि उनले आफूसँगै साइडमा अरू 2 सैनिकहरू पनि राख्छन्।